बचाइदिनुहोस् मेरो बाबुलाई सहयोग गरेर जानुहोस् तपाईहरुले सहयोग गरे भने आज वैशाख 1 गते 2022 साल म चाहिँ सपनातीर्थ मन्दिरमा छिर्दैछु। त्यहाँको आज के कस्तो छ भनेर म हजुरहरूलाई देखाउने नै छु। सो हेर्दै गर्नु होला है त। Hello everyone, आज वैशाख 1 गते 2022 साल त्यसको लागि सपनातीर्थ मन्दिरमा भिडभाड चाहिँ धेरै छ होइन। यतिलाई सुन्ने गरेर म चाहिँ यहाँ छिरिरहेको छु। उहाँ सपनातीर्थ मन्दिरको भिडभाड चाहिँ यस्तो छ होइन। यहाँनिर चाहिँ छिर्नै गाह्रो भइरहेको छ कि यति छ नि भिडभाड भन्नु पर्ने पुरै नगर्नु क्या होइन। अगाडितिर यस्तो छ भिडभाड यहाँबाट छिटो अझै ल तपाईँहरू हेर्न सक्नुहुन्छ सपनातीर्थ मन्दिरको बच्चालाई सहयोग गर्दै जाऊ। 21 महिनाको बच्चा घाँटीको अपरेसन छ दिदी आमा। 21 महिनाको बच्चाको ज्यान बचाएर जानुहोस् दिदी आमा। मेरो बाबुको जिन्दगी बचाइदिनुहोस् मेरो बाबुलाई सहयोग गरेर जानुहोस् तपाईहरुले सहयोग गरे भने त्यो सानो बच्चाले संसार हेर्न पाउँछ दाइ दिदी आमा। धन्यवाद अङ्कल, धेरै धेरै धन्यवाद मेरो बाबुलाई सहयोग गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। मेरो बाबुको घाँटीको अपरेसनको लागि हजुरहरूले सहयोग गरेर जानुहोस् धन्यवाद हजुर, धेरै धेरै धन्यवाद। मेरो बाबुलाई सहयोग गरेर जाउँ दिदी आमा हजुर, सानो सहयोग मेरो बाबुको लागि गरेर जानुहोस्। यो बच्चा भर्खर 21 महिनाको छ दिदी आमा दाजुभाइहरू। मेरो बाबुको घाँटीको अपरेसन छ हजुर, धन्यवाद अङ्कल। बच्चालाई सहयोग गरेर जानुहोस् मेरो बाबुको घाँटीको अपरेसनको लागि तपाईँले भिडभाड छ छिरै गाह्रो छिरै गाह्रो भइरहेको छ। यहाँ बच्चा उतै गइरहेको एभ्रिवान तपाईँहरूले देख्नुभयो त सपनातीर्थ मन्दिरको भिडभाड कस्तो छ त। कपाल छ है, छिर्नै गाह्रो भइरहेको छ। यहाँ मलाई चाहिँ म चाहिँ यहाँ हिँडिरहेको छु होइन। यहाँ मलाई चाहिँ छिर्नै गाह्रो भइसक्यो। वडाबाट हिँडेको चाहिँ धेरै भइसक्यो तर पनि यहाँ छिर्नै भइसकेको छैन कि। मन्दिर पुग्नुलाई चाहिँ अलिकति अझै टाइम लाग्छ। अझै लाग्छ है मन्दिर चाहिँ अलिकति माथि छिर्नुपर्छ। ल हेरेको भिडभाड कति छ कति भिडभाडको कुरै नगर्नु। भिडभाड यति छ सपनातीर्थको आइपुग्नुहोस्।
सपना तीर्थ मन्दिरको स्नान गर्ने ठाउँ चाहिँ यो छ है सबैजना यहाँको परिवारमा आनन्द सबै प्रदान गरिरहेको कति रहेछ भनेर अब चाहिँ म यहाँबाट बाहिर निक्लेको चाहिँ बसिरहेको छु यहाँबाट चाहिँ अब बाहिर निक्लिसकेँ निक्लिने ठाउँ पनि रहेछ फेरि पुल थिएन होइन अहिले चाहिँ पुल बना रहेछ अब चाहिँ 2082 साल वैशाख 1 गतेको भिडभाड चाहिँ देख्नुभयो तपाईँहरूले कस्तो छ बबाल छ यो चाहिँ अलिक कमै हो अलिक बिहानै छ नि त अब दिउँसोतिर झन् टेकिन सक्नुहुन्छ